अब हामीले घरमा ढलान गर्दाखेरि चाहिँ फरमा लगाएका हुन्छौँ, टेका लगाएका हुन्छौँ। त्यो फर्मवर्क चाहिँ अब कति दिनमा निकाल्ने, कुन कुन ठाउँको फर्मवर्क चाहिँ कति कति दिनमा निकाल्न मिल्छ, तपाईँको चाहिँ बिल्डिङ कोडले के कसरी भनेको छ त्यो आधारमा म तपाईँहरूलाई जानकारी दिन गइरहेको छु। अब तपाईँले पिलरमा चाहिँ ढलान गरिसकेको 16 देखि 24 घण्टा भित्रमा चाहिँ तपाईँले चाहिँ फर्मा चाहिँ निकाल्न सक्नुहुन्छ र बाँकीको काम चाहिँ सुरु गर्न सक्नुहुन्छ। अब तपाईँले स्ल्याबको फर्मा चाहिँ तपाईँले 1 हप्ता जति राखेर त्यस पछाडि निकाल्न सक्नुहुन्छ। यदि तपाईँको स्ल्याबको लेन्थ अथवा लम्बाइ चाहिँ तपाईँको 4.5 मिटर भन्दा कमको छ भने चाहिँ तपाईँले 1 हप्ता पछि निकाल्न सक्नुहुन्छ। यदि 4.5 मिटर भन्दा लामो स्पानको चाहिँ स्ल्याब छ भने त्यसको लागि चाहिँ तपाईँलाई 14 दिन चाहिँ कुर्नुपर्ने हुन्छ र तपाईँले स्ल्याबको फर्ममा निकालिसके पछाडि टेकाले भने सपोर्ट दिइराख्नुपर्ने हुन्छ। अब बिमको टेका चाहिँ तपाईँहरूले चाहिँ यदि तपाईँको बिम चाहिँ 6 मिटर भन्दा सानो स्पान लेन्थको छ भने चाहिँ तपाईँले 14 दिन अनिवार्य रूपमा चाहिँ फर्ममा राखिराख्नुपर्ने हुन्छ र त्यस पछाडि मात्र निकाल्न पाउनुहुन्छ। र यदि 6 मिटर भन्दा लामो स्पान लेन्थ छ भने तपाईँले चाहिँ 21 दिनसम्म पर्खनु पर्ने हुन्छ र त्यस पछाडि मात्र तपाईँले बिमको फर्मा निकालेर टेकाले सपोर्ट दिनुपर्ने हुन्छ। र त्यो साथसाथै तपाईँले फर्मा निकालिसकिने बित्तिकै तपाईँले चाहिँ चाहे त्यो स्ल्याब होस्, चाहे त्यो पिलर होस्, चाहे त्यो बिम होस्, तपाईँले क्युरिङ भने दिनमा 2 टाइम चाहिँ गर्नु नै पर्छ, जसले गर्दाखेरि तपाईँको स्ट्रक्चरल एलिमेन्टको स्ट्रेन्थ चाहिँ इन्हान्स हुन जान्छ। र यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो पेज राइज अफ डिजाइन एन्ड कन्स्ट्रक्सनलाई फलो गर्दै गर्नुहोला।